छोरी हजुर यहाँ आऊ त तिमी। किन हो र बाबा? लेख्नलाई कपी छ कि छैन? खोइ झोला देऊ त। छोरी कपीको पाना त सकिएछ, आज केमा लेख्छौ? पेन्सिलले लेखेको त मेटिन्छ बाबा। म मेटेरै लेख्छु, भयो सोध्नु। मेरो लागि मम्मी ठुलो, यो कपी होइन। कपी त किन्न पर्छ बाबा, तर मम्मी कहाँ पाइन्छ र? मम्मीको ख्याल गर्नु है। सायद मै गलत थिएँ। मैले आफ्नो छोरा छोरी श्रीमतीलाई कहिल्यै राम्रो गरेँ, तर मेरो छोरीले मैले भन्दा धेरै कुरा बुझेको रहेछ। आज मेरै कारणले गर्दा बुढीको यस्तो अवस्था छ, छोरीलाई 10 रुपियाँको कपी पनि किनिदिन सकेको छैन। भन्न त मलाई बुढीले सही भन्थ्यो,